चस्मा मम्मीको यहाँ राखिदिएँ मैले यहाँ चाहिँ मम्मीको चस्मा। हेलो गुड मर्निङ है सबैजना साथीभाइ दिदीबहिनी इष्टमित्रहरू। हामी चाहिँ आज चाहिँ न्यू इयर इभको दिन कालिम्चोक भगवती मन्दिर जानु लाग्यो हामी सब फ्यामिली। फोन आयो त बाबाको। गुड मर्निङ बाबु। गुड मर्निङ। ल रेडी भयो होइन? रेडी हो ल। अनि अब आज चाहिँ अब गाडी पेप्सी कोलामा आउँछ। पेप्सी कोला कति 7 बजे आइपुग्छ। हामी अब निस्किनु लाग्यो अनि आज उतै बसिन्छ होला। ल के भयो म हजुरहरूलाई बाटोमा देखाउँछु भिडियो है। एकदम मिठो हाम्रो कालिम्चोकको यात्रा हुँदैछ आज न्यू इयरको इभमा। मम्मी यस्तै हो, फास्ट एन्ड फ्युरियस। खाइरह बिस्तारै बिस्तारै। ल ल आइज 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 ल खाऊ खाऊ खाऊ। खै त बाबु आएन त हजुर। 5 मिनट बाँकी। अब 5 मिनटमा ठक्कै आइपुग्छ गाडी। ओए ल A few moments later. खाजा फेरि खाना खाने ठाउँ आइसक्यो। भोक त मलाई पनि लागेको छैन। अब के भन्नु 11 अब खानु पर्यो नि। अब के अन्त भोक लाग्छ खानु पाउँदैन नत्र अलिअलि खाने। अनि ल ल ल अब खाना खान बस्नु पर्यो। जाऊँ भित्र पछाडि जाऊँ न। आइज रमाइलो सबैले अहिलेको मौसम त अब खाना खाने एकदम रमाइलो ल। खाना खाने ल खाना खाने। इन्द्रावती नदी आयो। चन्द्रावती बगाएको नदी। चन्द्रावती बगाएको नदी हो होइन? हो के हो? हो त इन्द्रावती नदीले चन्द्रावती बगाएको। खोला पहिला थियो अहिले अलि फोहोर कहाँ आइपुग्यो? खैरढुङ्गा आइपुग्यो। जाडो भयो नि। मैले सुरु तपाईँको ब्यागमा राखेँ होला। हिउँ पऱ्यो नि। यहीँ चिसो भइसक्यो। हिउँ त परिहाल्ला नि। के हाम्रो मम्मी ल खैरढुङ्गा आइपुग्यौँ हामी चाहिँ है। अब ल अभि चिसोमा फेरि चिसो खानु मन लाग्यो। चिया खानु बरु तातो। वाउ ल कस्तो दामी। के हो यो? चौरी गाई हो कि के हो?
कस्तो रमाइलो लागिरह किन हाँस्यो किन हाँस्यो मम्मी के भयो किन हाँसिरह मम्मी के भएर हाँस्यो साग हो के साग रे कस्तो दामी कस्तो दामी साग हो यताबाट कालिम्पोङको बाटो सुरु भयो नि त डेन्जर उकालो रहेछ लानुपर्छ क्या फर्किने एक बोरा लाइटहरूले झन् कस्तो दामी देखेँ के अरे आछु ओइ ल बर्बाद भइगयो नि अब त अब यो त चिसो भइहाल्यो नि पानीमा हिँड्नु पऱ्यो नि अब चिसो भयो ल बर्बाद केही हुँदैन हामीलाई चारजनाले पायो भइहाल्यो नि अब त्यो सेटल कता गयो बाबु माथि क्या हो ल आउनु ब्याग त खतम भइहाल्यो नि हाम्रो रुम नम्बर 7 ए हाम्रो यो भयो अरे मम्मी भएन दामी 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 ल ओके दिस इज आवर रुम फर टुडे वी हेभ अलरेडी जस्ट कहाँ अहिले पानी परे आखारे आबी कुलका रमाइलो रहेछ नि त आबी त्यहाँ त कस्तो राम्रो त्यो उहरू के त आम्मामा मैले जिन्दगीमा देखाएको थिएँ त्यो ठाउँ त सो मच ब्युटिफुल इट्स फिल लाइक हेभन एकदम दामी आउने पनि ठाउँ जिन्दगीमा एकचोटि चाहिँ आउने पनि ठाउँ रहेछ यो ल हाम्रो रुम चाहिँ अब टक्क लाएर दामी छ रुम ए जाडोमा टक्क सिरो पर्ने हो चिसो लास्ट चिसो है फेरि ल कस्तो फिल भइरहेको तपाईँलाई ए मम्मी हेर कस्तो खुसी हुनु त रमाइलो भएको छ विदेशै हो नि हो एक हिसाबले त भन्नु गुराँसको फुल धेरै रहेछ नि वाकिङमा जानुपर्छ अहिले टक्क फ्रेस भएर लुगा फेर निक्लिनु पर्छ दामी रहेछ दामी ल मलाई पनि दामी लाग्यो कतिचोटि हो आम्मामा पुरै हुस्सु लागेको छ हुस्सुलै पानी परिरहेछ पुरै त्यहाँ पुगिसकेपछि चाहिँ त्यहाँ पुगेपछि चाहिँ 5 मिनट हिँड्नुपर्ने हो कि त्यो बत्ती भाटामा जाउँ न हामी जाउँ ल यहाँ खाना खाजा लोकल कुखुराको मासु ल कोदोको ढिँडो हान्नुपर्छ कि क्या आज कोदोको ढिँडो मिठै होला जस्तो छ ओहो नानीले कस्तो मिठो गीत गाउँदो रहेछ स्वर त ल भनिरहेको छु त गाउँ त ल
हेर्नलाई ओहो कस्तो राम्रो छ नानीको ल रे ओहो ल कति रमाइलो है त्यतातिर पनि आफा पुरै हिउँ परेर बाबा यो त फोटो दिने। अब साजन सरलाई कस्तो अनुभव भइरहेछ त कुरी भिलेजको रमझम? एकदम रमाइलो लागिरहेछ। आज फर्स्ट टाइम आएको है कालिम्पोङ। लास्टै चिसो परि चिसो त अब माथि हिउँ पर्ने ठाउँमा चिसो हुन्छ भन्ने चाहिँ मलाई थाहा थियो तर पनि ओहो के अरे त्यो माथिको हामी यस्तो होला भने सोच्नु इट्स फिल लाइक हेभेन हेभेन जस्तो लाग्यो मलाई। यो जुन चाहिँ यो होमस्टे के हो के भन्ने होमस्टे चाहिँ होला नि होइन त्यो चाहिँ मलाई एकदम रमाइलो लाग्यो। त्यही त हामी आउँदा त पुरै हुस्सु पानी परिरहेको थियो तर अहिले चाहिँ हामी पानी परेको रोकिएर हामी अहिले चाहिँ वाकिङमा छौँ। कुरी भिलेजको रौनक मिठो छ। यहीँ प्राइभेट भेकल्सहरू पनि मजाले आइरहेछ। कालिम्पोङको ताजा अपडेट आहा ल हेर्नु है यहीँ ट्याक्क प्यानोरामिक छ। नाच्नु नि त नि खै त नाच्ने भयो नाच्नु न अब रमाइलो त हो त नि प्रोग्राम सक्यो हाम्रो होइन त यति धेरै पनि गर्नुहुन्न है 10 बजी अब सुत्नुपर्छ नि त बिहानै उठ्नुपर्छ कति गर्नु के गर्नु ठिकै छ के गर्नु टिकट काट्छु के नि 4 बजे उठेर फटाफट हिँड्ने भए चाहिँ यतिखेरसम्म पुगिसक्यो। थाहा पनि थिएन नि त ल जानु तपाईँहरू पालो मुनि यो त 8 जना भइसक्यो।
मजाले हिँड्छ है मान्छेहरू हिँड्न सक्नेलाई त फाइदा हुन्छ अरे अब 5 मिनट हिँड्नुपर्छ होला हैन माथिसम्म उफ गाह्रो छ भगवानलाई दर्शन गर्न क्या सजिलो छ र भगवान नै माथि बस्नुहुन्छ टपमा भगवान भन्ने चाहिँ जहिले टपमै हुनुहुन्छ त्यतिकै सजिलो भेट्न कहाँ पाइन्छ र भगवानलाई दर्शन गर्न गाह्रै हुन्छ नि मै थाकिसकेँ हैया बाबा Damn, look at the view, bro. I like that. What a view. लो मन्दिर जाने बाटो रे ओहो मान्छेहरू आउनु त्यसमा झन् हिमालमा त कुरै नगरौँ न ओहो यो कुन गणेश हिमाल हो यो कुन हिमाल हो अरे कुन हिमाल हो गौरी शङ्कर ए गौरी शङ्करै होला ल आउनु है आउनु ल टक्क लाएर अब हिँड्नुपर्छ
उयो चाहिँ गणेश हो अङ्कल अग्लो चाहिँ ए गणेश यो गणेश यो गणेश यो चाहिँ गौरी शङ्कर कस्तो हिमाल देख्नु त हिमाल छ खै मसँग कसरी खै ल्याउनु त्यो निकाल्नु चेन्ज गर्ने मिल्छ त भाइसँग छ कि बत्ती बाल्ने एउटा भाइ यो साट्दो नि त 50 को बत्ती बाले कति हो एउटा बत्ती दिन्छ बाबु 5 को दिनु न ओम नमो भगवती वासुदेवाय ल हो नि हो जहाँ हुन्छ होइन भने त्यही कहाँ जुनबाट आएको एउटा फर्किने होइन नि भगवान् दसैँ गर्दा पशुपति जाँदा हामी एउटा बाटो अर्को बाटो फर्किन्छौँ झन् हेर्दा नि ड्याम लुक एट भ्यू गाइज वाट ए भ्यू म्यान सो ब्युटिफुल बाबु मेरो छ त ल्याऊ मेरो ल्याऊ हामी उता जाने ल फोड यही फुटाइदिउँ होइन यसरीसम्म त यताबाट यस नरिवल फोडेर जल चढाउने है नरिवलको एकैचोटिमा आनन्दले कुल पितृ सब सम्झेर कुल सम्झेर गर लौ चल चढा जय श्री आमा कालीन चोकी माई त्यही त चढाइदिनु पखाइ नि एकदिन चाहियो अब चिसो छ यस्तै त हो नि ओम कालिन्चोक भगवती की जय पर्यो ल भगवती माताको पनि दर्शन गरियो
ल 3 राउन्ड घुमौँ अब त्यसपछि सम्पन्न भयो कालिन्चोक भगवती माता की जय मलाई त अघि चाहिँ यस्तो झुमझुम गरेर त्यो झुमझुम चाहिँ औषधिले गरे हो कि त्यो औषधिले गरे यहाँको यो वरिपरिको कालिन्चोकलाई हेर्नुहोस् त हजुरले हिमाल देखिरहनु एक राउन्ड भयो अब सेकेन्ड राउन्ड हो सेकेन्ड राउन्ड झगडा गर्नुहुन्न अङ्कल दुई 3 राउन्ड भयो मेरो त 2 भयो अब एक बाँकी छ दिस इज लास्ट राउन्ड ल लास्ट राउन्ड हामी सक्यो ल लास्ट राउन्ड अब सक्यो 3 चोटि पनि घुमियो कालिन्चोक भगवती की जय ल सक्यो घुमियो ल 3 चोटि खतरा बिल्डिङ रहेछ त्यो है ल दोलखा भीमसेन मन्दिर आइपुग्यो हामी हाम्रो फाइनल डेस्टिनेसन यही हो अब यहाँ दर्शन गर्ने अनि फर्किने बाबु अब हामी के लास्ट होइन हाम्रो डेस्टिनेसन आजको हाम्रो अब यो ट्रिपको लास्ट डेस्टिनेसन अब यहाँ भीमसेन मन्दिर दर्शन गर्ने दर्शन गर्छौँ त्यसपछि फर्किने होइन त ल ठिक छ घुमियो मजाले न्यु इयर दामी भयो होला यसपालिको न्यु इयर यहाँ लाइन त्यस्तो लाइन हुन्न होला कि के हो हुँदैन है भइहाल्यो नि अहिले पक्न पहिला दर्शन गरौँ अनि खाउँला अब हाम्रो फाइनल डेस्टिनेसन भनेको ठक्कै यहाँ भीमसेन मन्दिर आइपुग्यो अब यहाँ दर्शन गरेर फर्किने खाजासाजा ठक्क खानासाना खाने अनि मजाले आरामले हामी बेलुकासम्म पुग्छ होला है 5 बजीसम्म पुग्छ होला
के खाने भने उहाँले ह्याप्पी न्यू इयर उहाँ के खाइदिन्छ कोदोको पिठोको मोमो यो दोलखा भीमसेन मन्दिर चाहिँ अनि त्यसपछि हाम्रो काली चोक चाहिँ नेपालमा हुनुहुन्छ भने एकचोटि चाहिँ हजुरहरू घुम्न अवश्य आउनु होला एकदम दामी छ घुम्न आउनै पर्ने ठाउँ होला म हजुरहरूलाई रिकमेन्ड गर्छु कहिले जस्तो फ्री भएको बेलामा हजुरहरू सबैजना टक्क आएर घुम्नु होला फ्यामिलीसँग साथीभाइसँग दोलखा दरबार ओहो लाइन त ठिक छ दर्शन गर्न लाइन ठिक छ गर्नु के छैन अघि लाइन भएदैन अहिले बस्नु परिहाल्यो नि अघि पर कति खेर कति छिटो चल्छ तिमी यतै यतै कता किन बस्छ बस्ने हो क्या तपाईँको त अब आफ्नै संसार कपडा रातो घुम्नु गर्ने भयो खतरा रहेछ त्यो घर है दरबार है क्या पहिलाको पुरानो दरबार छ दामी छ 1-2 घन्टामा त सक्छ लाइन बस्नु पर्यो 2 घन्टा लाग्दैन होला 2 घन्टा त भित्र पनि